साथीहरू म चाहिँ आजको भिडियोमा ब्ल्याङ्केट मिलाउँदै सुरुवात गर्दैछु। हेलो साथीहरू सबैजनालाई मेरो अर्को नयाँ भिडियोमा स्वागत छ। अनि म चाहिँ बिहान नै उठेर ब्ल्याङ्केटहरू मिलाउँदैछु। म चाहिँ अहिले तेजपुरमा आएको छु दिदी घरमा। अनि सबैतिर नै यति ठन्डा छ के भन्नुहुन्छ र अहिलेको मौसम यति जाडो छ। अनि म चाहिँ सुतेर उठेर अनि फटाफट म चाहिँ अचानहरू मिलाउँदैछु। अनि फेरि धान रोप्नु जानुपर्ने छ। अहिले चाहिँ यो चाहिँ खोइ के धान हो पनि, तर अहिले चाहिँ यो समयमै रोप्छ अरे, त्यही लागि म चाहिँ फटाफट काम गर्दैछु। अचान मिलाइसकेर अनि म चाहिँ अब अरू पनि भिन्दै कामहरू छ, त्यही लागि म चाहिँ फटाफट गर्दैछु। दिदी चाहिँ पाघरमा हुनुहुन्छ अनि म चाहिँ यता झाडु सारुको कामहरू चाहिँ म गर्दैछु अहिले चाहिँ। मर्निङ, गुड मर्निङ, गुड मर्निङ। हात निकालेर भन्देऊ भने गुड मर्निङ। पपिदेऊ मलिजलाई। अनि मैले चाहिँ हिजो बोगरी लिएर आएको थिएँ, तपाईँहरूले बोगरी बनाएको थिएँ भने। अनि फेरि आफ्नो हेर्नुहोस् मैले बोगरी लिएर आएको थिएँ हिजो। अनि यहाँ चाहिँ घामको लागि सुकाउँदैछु अचार खानुको लागि। बजरङ्गबली दिवे लड्दिन नि? दिदी कहाँ हुनुहुन्छ? अनि आज चाहिँ मैले हेर्नुहोस् न हेयर केयर गर्न आँटेको। अब यहाँ कुवा चाहिँ यति तल छ, मलाई चाहिँ पानी पनि निकाल्नु आउँदैन। मलाई कुवाबाट एकदमै डर लाग्छ। अनि म चाहिँ आज कपाललाई अब बेसी झरेर नि त यस्तो भएको छ के भन्नुहुन्छ र। अनि यहाँ चाहिँ जिराहरू पनि के सबै सबै थोक एकैसँग छ कि। अनि मैले छानछान गरेर अनि पानी सानी एकछिन डुबाएर राखेँ अब। अनि त्यहाँबाट यहाँ चाहिँ मैले अब फुललाई हालेर म ब्लेन्ड गर्छु। खासमा मैले चाहिँ अर्को फुल खोजेको थिएँ, त्यो घन्टीवाला फुल, त्यो चाहिँ मैले भेटिनँ होइन। अनि यो चाहिँ मैले भेटेँ। अनि त्यही पनि कपाल अलिक चिप्लो हुन्छ कि भनेर मैले यो फुल पनि लिएर आएँ। अनि पत्ता एक दुईवटा पनि लिएर आएँ। अनि राम्ररी धोएर म चाहिँ यहाँ फर्स्टमा ब्लेन्ड गर्छु अब। अनि ब्लेन्ड गरेको बादमा अलिक लगाउनु राम्रो हुन्छ नि त। अनि चिप्लो चिप्लो लाग्छ यो कपालले, यो कपाल चाहिँ यो फुलले भए पनि हुन्छ। अब खासमा चाहिँ घन्टी फुल लगाउनु पर्ने हो, तर नभेटेर मैले चाहिँ यसमै काम चलाएँ। अनि यता त्यस्तो फुल पनि भेटिँदैन रहेछ। अनि यो फुल चाहिँ मैले भेटेँ। अनि अलिकति यो भए नै हुन्छ भनेर अनि त्यही माझमा मैले चाहिँ चिया पनि खाने मेरो होला, त्यसो भने त्यही लागि मैले चाहिँ मेरो हो यो लिएर आएँ। अनि खाइसकेँ त्यो। अनि मैले यहाँ हेर्नु न ब्लेन्ड गर्नु आँटेको अब। अनि एकदम यो मसिन चाहिँ बजेको मनै पर्दैन यो। चाहिँ मेरो फुल ब्लेन्ड भइसकेको छ। यहाँ न कति रातो रातो देखिँदैछ। अनि यहाँ चाहिँ मैले मेथी पनि हालेको थिएँ। अनि मेथी पनि हालेर मैले ब्लेन्ड गरिसकेँ, दुइटै ब्लेन्ड गरेँ। अनि त्यसमै मिक्स गरिदिएँ। अनि यहाँ मैले चाहिँ हालेर अब चाहिँ म चाहिँ लगाउनु आँटेको। हेर्नु न कपाल चाहिँ एकदम कस्तो भइसकेको छ। एकदम धेरै दिन भइसकेको थियो मैले यसो युज गरेको थिइनँ अनि लगाएको थिइनँ। अनि त्यही भएर आज चाहिँ मैले लगाउनुलाई घाम पनि लागेको थियो। अनि लगाउँछु भनेर अब हेयर केयर पनि त सबैजनाले गर्नुपर्छ होइन। अहिले झन् विन्टर सिजनमा है मान्छेको कस्तो डेन्ड्रफ हुन्छ। मेरो पनि एकदमै डेन्ड्रफ भइरहेको थियो। त्यही पनि राम्रो हुन्छ अलिअलि भए पनि भनेर म चाहिँ लगाउँदैछु। लगाइदिने मान्छे चाहिँ भएन। अनि म चाहिँ आफै ऐना हेर्दै लगाउँदै गर्दै रहेछु। कस्तो अप्ठ्यारो हुन्छ है साथीहरू एक्लै लगाउनुलाई। कसैले लगाइदियो भने चाहिँ अलिक राम्रो लाग्छ अरू। म चाहिँ उपाय छैन अब के गर्नु, लगाइदिनु मान्छे छैन। अनि आफै लगाइरहेछु म चाहिँ अब। मैले चाहिँ लगाइसकेँ। अनि मैले चाहिँ खपा गरेँ कपाल होइन। अनि यहाँ चाहिँ हेर्नुहोस् न। अनि म चाहिँ कोठा खानु आएको नि त्यो भुजिया अघि खाएर मार खाएर आएको होइन। भुजिया खोइ भुजिया भन्छ अझै। हजुर मार खायो अब जाम कोठा खानुलाई। कोठा खान्छ दिवाले चिउ
मैले चाहिँ कोठ्याउ खोलिसकेँ। अब चाहिँ धान रोप्नु जानुपर्छ भनेर अनि मेलो पनि बनाइदिनु हुँदैछ दादाले। अनि कोठ्याउ खोलिसकेर म चाहिँ घर जाँदैछु खानासाना खाएर अब जाने। यहाँ चाहिँ हेर्नुहोस् न ट्र्याक्टर लगाएर एकदम यसरी यति ठुलो डुबा छ। यहाँ चाहिँ ट्र्याक्टर लगायो भने त सजिलो हुन्छ होइन, पहिलाको जस्तो छैन अहिले, एकदम सजिलो। यहाँ चाहिँ हाम्रो दिदी धान रोप्नु हुँदैछ। अहिले चाहिँ खै के धान हो, तर यहाँ चाहिँ अहिले धान रोप्दा रहेछन्। धान चाहिँ एकदमै राम्रो हुन्छ अरे यो सिजनमा रोपेको चाहिँ। त्यसैले यतापट्टि चाहिँ खेती गर्नु हुँदो रहेछ। अनि म चाहिँ दिदीहरूलाई धान रोप्न सघाइदिनु आएको। अनि थ्याङ्क यू मेरो भिडियो हेर्नुको लागि।